आज सामाजिक सञ्जाल र मिडियामा तरङ्ग ल्याएका तीनवटा यस्ता घटना जसले सबैलाई अचम्मित बनाएका छन्। पहिलो ठुलो घटना राजनैतिक वृत्तमा भुइँचालो। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व मन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि विशेष अदालतले उनीमाथि 7 दिनको हिरासतको अनुमति दिएको छ। एमाले यस कदमलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहाईको माग गरेको छ भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर भएको छ। एमालेका नेता कार्यकर्ता सडकमा उत्रिएपछि राजनैतिक माहौल एकाएक तातिएको छ। दोस्रो ठुलो घटना सामाजिक सञ्जालमा सबैभन्दा बढी ट्रोल र भाइरल भइरहेको अम्लेट काण्ड। चितवनको एउटा होटललाई 3 लाख रुपियाँ जरिवाना गरिएको छ। कारण राष्ट्रपाको महाधिवेशनका लागि चितवन पुगेका गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि अनुगमन टोलीले तत्काल एक्सन लिँदै खाद्य स्वच्छतामा लापरवाही गरेको भन्दै होटललाई मोटो रकम जरिवाना तोकिएको हो। यो खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा अम्लेटका माछाको काँडा कसरी आयो भन्दै आम नागरिकले व्यङ्ग्य र मिम्सको बाढी नै ल्याएका छन् र